नमस्ते सबैजनालाई गुड मर्निङ। अहिले चाहिँ बिहानको 7 बजिसक्यो। म चाहिँ 6 बजी उठेर नै नुहाइधुवाइ गरिसकेँ। 2082 सालको विजया दशमीको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा धेरै धेरै शुभकामना। अब हाम्रो चाहिँ विदेशमा दसैँ अब यस्तै हो, घरमा जस्तो रमाइलो त घरमा जस्तो आफ्नो फ्यामिलीसँग भयो जस्तो त हुँदैन, तैपनि हामीले जति सक्दो कोसिस गर्छौँ रमाइलो गर्नको लागि। हामी सबैजना जो जति छौँ मिलेर बसेर रमाइलो गरेर हामीले मनाउने कोसिस गर्छौँ। त्यही भएर आज चाहिँ हामीसँगै हाम्रो दसैँ कस्तो हुन्छ हेर्नु होला है त। बाई, सी यु गाइज। रेडी भइसक्यो। अब म भाउजूको घर जान्छु। अनि त्यहाँनिर हिजो चाहिँ हामीले अलमोस्ट सबै प्रिपेरेसन गरिसकेको थियौँ। आज चाहिँ गएर पकाउनु मात्रै छ। सो त्यो जति सक्छु हेल्प गर्छु। अनि त्यसपछि आएर चाहिँ मेरो एकजना 9:30 आउँछु होला। अनि त्यसपछि म एकजना दाइहरूकोमा टिका लगाउनु जान्छु फर्स्टमा चाहिँ त्यहाँ। अनि त्यसपछि चाहिँ यहाँ दाइहरूकोमा आउँछु टिका लगाउनु। म चाहिँ 2 ठाउँमा टिका लगाउँछु। सो म जान्छु। आइसकेँ। अनि हामीले आलु सिनेर चाहिँ मैले चिया बनाउन लागेको छु। अनि यहाँ चाहिँ दाइले प्याज काटिरहनु भएको छ। दाइ ह्याप्पी दसैँ। ह्याप्पी दसैँ दाइ। सबैलाई ह्याप्पी दसैँ। अब म चिया बनाउँछु। अनि हामीले हिजो बनाएको सेलरोटी यहाँ छ, यति छ 1 कार्टुन। अनि यता पनि 1 कार्टुन छ। एकदम मिठो भएको छ। हाम्रो मेहनतको फल हो यो। जमरा पूजा गर्न लाग्नु भएको छ भाउजूले। यहाँ छ जमरा, पूजा हुँदैछ। ह्याप्पी दसैँ भाउजू। ह्याप्पी दसैँ। अलरेडी प्रिपेरेसन भइसकेको छ। आटा फुट्छ त्यही सक्नुहुन्छ यसरी हान्नु कि आफ्नो सक्यो जति बल्ल सम्झिन आफ्नो शत्रुहरूलाई। बत्ती बाल्नु फेरि त्यो उचुलाई त्यो त त्यहीँबाट थप्दाखेरि ए माथिपट्टि राख्नु न। पानी चुहिएर हजुर अहिले पुस्नु टिस्युले। बुझी दौरी लाग बरा हजुर हजुर बोडी ए ल हाम्रो चाहिँ यहाँ पूजा भयो। कस्तो राम्रो भयो हाम्रो जमरा। येल्लो येल्लो हो। जमरा पनि काटियो योपालि दसैँको। ह्याप्पी दसैँ दाइ। जमरा चढाइँदैछ। म चाहिँ रेडी भएर अब यहाँ भाउजूलाई साडी लगाइदिन जान लागेको छु। अनि त्यता टिका पनि लगाएर आउँछु। ह्याप्पी दसैँ दाइ। कस्तो भइरहेको दसैँ? एकदम बवाल। के छ राजा तिम्रो खबर? तिमीहरू त पुरा घुमेर हिँडिरहेको रहेछ त यार। कहिले काहीँ भन्दा नि एकचोटि। ठिक छ। कस्तो भयो त टुर? ठिकै हो। 10 गए।
vlog for the first time. हामी चाहिँ अब दाइको घर जानु लाग्यो अनि त्यताबाट अर्को दाइको पनि टिका लाउने अनि फेरि यता मेरो त 3 बजेबाट काम छ क्या फेरि ल दसैँमा नि कस्तो कामले देखेको छु है त म देखेको छु है त म राम्रो देखेछु भाउजू रेडी हुनु भइसक्यो मैले साइड लगाइदिएँ भाउजूको अब जानला त अहिले आउँछु ल म बाई म उता दाइ भाउजूकोमा जान्छु टिका लाउनु मलाई हतार भइसक्यो ह्याप्पी दसैँ यसको फुर्सद मेरो भ्लग पनि आउनु पर्यो नि त आजकलकोहरूले धेरै नलाउने भन्छ त्यही परिवार जस्तै राम्रो जागिर पाउनु पर्यो सधैँ यस्तै हो कि राम्रो ह्याप्पी दसैँ सबैजनालाई ल गएँ ल म एक वर्ष मेरो पनि छिटो बिहा बनोस् गाइस दाउरीले टिका लाउँदैछ अब त झन्डै आशीर्वाद दिन्छ अब यो चाहिँ दाउरीको भ्लग हो अगाडि बढ्नु दुर्गा माताले रक्षा गरून् है दाउरी सधैँ अगाडि बढ्नु दोस्रो दसैँ हो कि तेस्रो तेरो मेरो तेस्रो हो यसैले जिन्दगीभरि दसैँ न्युजिल्यान्डमा हुन्छ मनाउन पायौँ वेलकम ब्याक टु माई मनमुटाव जे पनि दिदी भाइको सम्बन्ध राम्रो गाइस च्यानल टु माई वेलकम अगाडि बढ्नु जिन्दगीमा धेरै प्रगति गर्नु सरब गराए पनि छिटै नमिता अर्को वर्ष पनि दसैँमा जहाँ भए पनि सकेर भेट्न आउनु टिका यही हातले लाउनु छिटो तिहार होस् जिम जाँदाखेरि अलिकति मसल छिटो गेन होस् युट्युबमा कुद्दैछ नहोइने फेरि जिम गर सब्सक्राइबर बढोस् दाइ शत्रुहरू तेरो पनि नाश होस् कसैले तेरो नराम्रो चिताए रिटर्न ब्याक होस् यही भन्न चाहे दाउरी ल बेलुका चली खेल्नु अगाडि बढ्नु ल आऊ खोइ केमादी सबैजनालाई केमादी दिनलाई काम बनाएको त्यतै हेर त बहिनी मेरो माया ड्रयरतिर जता पाउँछ त्यतै हेर ल अहिले पछि कुरा कस्तो मधुरो हुँदै गएको यो अघि क्लियर थियो अघि अहिले मधुरो हुँदै गयो माताले रक्षा गर्न सुरु गरिहाल्यो चेन्ज गरेर काममा जानलाई रेडी भएँ जानु मन त लागेन अब के गर्नु जानै पर्यो कस्तो है दसैँको बेला पनि काम गर्न जानु पर्ने एनिवेज म मेरो दक्षिणा देखाउँछु ल गाइज
मेरो चाहिँ सबै दक्षिणा हो आजको। द्याट्स इट। अब अरू त के भनौँ, ह्याप्पी दसैँ सबैलाई राम्रोसँग मनाउनु, हामीले त मनायौँ। अब मेरो काम सकियो आजको लागि चाहिँ। अब घर जान्छु, अलिकति लेट भयो तर ठिक छ, घर जान्छु अनि अब सुत्नुपर्छ। एनिवे सबैलाई ह्याप्पी दसैँ एट द इन्ड। ऊ चाहिँ मसँग काम गर्ने साथी छ, हामी चाहिँ अब यहीँ छौँ। अब घर जान्छौँ 15-20 मिनटपछि। अब दसैँ त सक्यो हाम्रो लागि, यही हो दसैँ रमाइलो, के भनौँ। एनिवे ह्याप्पी दसैँ एभ्री वान। नेपालमा त अझै दसैँ भइ नै रहेको छ। ठिक छ, गुड नाइट, बाई बाई।